त्यो डायमन्ड नि 2000 नि मुस्किल छ हो निस्किनु हान फर्स्ट कतिको स्पिन हानु फर्स्ट हान थियो त 5 का त्यसलाई जयला आयो त्यसलाई मुखी महँगो मिस भयो क्या त्यो क्या भन्यो त्यसलाई डायमन्ड छैन क्या महँगो टोकन दियो यार फर्स्टै टोकन त त्यसलाई त 5 टोकन निकाल्न न उडाउ टोकन नै क्या अब खै कार्ड खच्चा खची स्पिन हानु क्या खच्चा खच्ची कार्ड दियो नि थोक्का डिस्काउन्ट दिँदा नि त अझ डिस्काउन्ट त दिँदा सालियाको टोकन निस्किनु पऱ्यो न लास्टै डायमन्ड त काट्ने हो यो काट्टर 2000 नि मुस्किल हो नि टोकन आउँदा फस्दैन उसतिर आउँदैछ सालियाको या भाइ गरिना बडा लुट राख्ने अरे यार कसम 2000 डायमन्ड राखेका है ऊ आउने भने जम्बी समुराई बन्डल है क्या भन्यो निकाल्नु हैन त नुडाउ यो डाकाको आयो नि त यो मैले अस्ति ठिक माने हा त्यसलाई मिस भयो क्या मसँग डायमन्ड नै भयो क्या त्यसलाई ठ्याक्क आएको सालाको कहाँबाट निकाल्ने भन्ने कन्फ्युजमा छाड्या निक्ले एक टोकन त अहिले पो फक्की क्या डायमन्ड बाट निस्किदैन भने एक कोन नै 4-5 स्पिन हान्नेले निस्किदैन रे 180 का ए निस्क्यो भाइ एक निस्क्यो ओहोइ 5 चाहियो हन है कति डायमन्ड सक्यो भने हे मैले 1000 डायमन्ड त सक्की गया छेको निक्लिया द भए 2-3 ता निस्के चलेगा गणेश का दिन की लागि गणेश किनिदियो रे यार $36 डायमंड को एक पाया एक फ्री मा स्पिन पाया 5 फ्री मा स्पिन पाया रे शालाको केही निस्केन अखो स्पिन पनि फ्री मा पाया निस्किदैन फ्री मा पाएको पनि केही निस्किदैन रे यार अहिले 72 डायमन्ड खायो अखो निस्क्यो ल बढिया 2 निस्केन उडाउ निकाला अखो नि निस्किन्छ ओहो अरे हकेलो शालाले डायमन्ड साफ पाड्यो ए तारा निस्किदैन यार फटाफट निस्किनु हैन होटा यार जो ना हानु को गर्दा हक्की गया रे हो ना उडा मिनिमम 5000 डायमन्ड मलाई त हान कहीं हो ए त हानाको हो हान्दा हो निस्किन लगै छैन यो शालाको गन स्किन पल्यामा चाहिँ ठिक्क भयो खच्चा हान्नु हैन दुमै निस्क्यारे अब निस्किदैन हट हक्की हान डायमन्ड पनि ओए दुमै निस्क्यारे यार कस्तो हो यो मैच त को अरे भाइ दे न यार अब 2 टोकन त दिन हैन 8 डायमन्ड मात्र रह्यो यार 2500 डायमन्ड खायो गरिनाले लुट्यो लुट गरिना हामी जस्तो रिटर्न आएर निकाल्ने मान्छेलाई लुट्छ क्या अहिले ढाकाले त्यसलाई निकाल्यो भने त्यसलाई फट्ट निस्किदो क्या जब फर्स्ट चोटि आउनेलाई हैन निस्किदा खानु खट्ट मेरा कति 2000 डायमन्ड खा मेरा 2-3000 म लाग्यो आउने त्यसलाई फर्स्ट चोटि आउन नि ओइ त 2 हात त निस्केन उडाउ त भइकै न त दुमै चाहियो अरे एकै ये निस्क्यो ए खोइन के यहीको मुखी उनीको लाग्यो हो क्या न झ्यालाबाट जम्प हान्ने सब अलि राम्रो खान क्या यहाँ नि यहाँ पनि मिले कोही चाहिएन म यो बन्डल का एनिमेसन खन्न देखाएन क्या 3 का खान चाहिएर नि जम्प हान्ने त्यो होला